एक आवाज एक गोर्खा गोर्खा आवाज गोर्खा आवाज ओह यार। हेलो दर्शकबिन नमस्ते, स्वागत छ तपाईहरुलाई गोर्खा आवाज ब्लग्समा र म हो तपाईहरुको होस्ट राजेश खड्का र क्यामेरामा हुनुहुन्छ कुशलजी। आज हामी आएका छौं सर्जापुर रोड स्थित मुत्तनहाली क्रसमा, जहाँ फ्लावर एक्जिबिसन लागिरहेको छ र आज हामी पनि फ्लावर एक्जिबिसन हेर्न भनेर यहाँ आएका छौं र यहाँ के छ तपाईहरुलाई म सारा देखाउने कोसिस गर्छु। तबसम्म तपाईहरु भिडियो छोडेर कहीँ पनि नजानु होला। र तपाईहरु देख्न सक्नुहुन्छ मेरो अगाडि हात्ती बनाइएको रहेछ, आर्टिफिसियल हात्ती, जहाँ चाहिँ आर्टिफिसियल ग्रास युज गरेर त्यहाँ हात्ती बनाइएको रहेछ र साथमै पनि हेर्नुहुन्छ हेलिकप्टर हैन, यो प्लेन बनाइएको रहेछ। ठ्याक्कै यो फुलले सजाइएको प्लेन छ यहाँ र हेर्दा पनि ठ्याक्कै प्लेन जस्तै लाग्ने गरेको एकदम यो कलालाई मान्नै पर्छ। अरु पनि यहाँ के छ म तपाईहरुलाई देखाउने कोसिस गर्छु। र मैले मेरो पछाडि देख्न सक्नुहुन्छ सूर्यमुखी फूल बनाइएको रहेछ। सायद यो पनि आर्टिफिसियल प्लास्टिक केहीको बनाएको होला। म त्यसको नजिक गएर हेर्ने कोसिस गर्छु यो के को बनाइएको भनेर। त्योभन्दा अगाडि मैले एउटा एकदमै रमणीय राम्रो ठाउँ देखेँ, त्यो फोटोहरू खिच्ने ठाउँ बनाएको रहेछ। र साइडमा देख्नुहुन्छ पहाडहरू, ठ्याक्कै पहाडहरू पनि एकदम माउन्टेन हैन, पहाडहरू पुरा बनाइएको रहेछ। मतलब आर्टिफिसियल सबै बच्चाहरू खेलिरहेको तपाईहरुले देख्न सक्नुहुन्छ। बच्चाहरूको लागि त अब यस्तो चिज त अब के हो हैन, खेल्न एकदम राम्रो बच्चाहरूलाई अब, र बच्चाहरूलाई के हामी ठुलाले पनि मतलब खेल्नको लागि एकदम राम्रो लाग्ने चिजहरू रहेछ यहाँ। तपाईहरु मेरो अगाडि देख्न सक्नुहुन्छ दिल्ली गेट, जो चाहिँ मतलब दिल्ली गेट हैन, यो चाहिँ दिल्लीमा भएर यो चाहिँ खासमा इन्डिया गेट हो। तर जति चाहिँ दिल्ली जानु भएको छैन, जसले चाहिँ इन्डिया गेट भनेर नाम सुन्नु भएको छ, उहाँहरुको लागि चाहिँ यही आएर हेर्दाखेरि इन्डिया गेट जस्तै यहाँ एउटा गेट बनाएको रहेछ, जो तपाईहरु सिधा देखिसक्नु भएको छ। र अरु पनि यहाँ देख्न लायकका धेरै चीजहरु छन्। म तपाईलाई अलिअलि गरेर देखाउने कोसिस गर्छु। र यो चाहिँ घर जस्तो बनाएको रहेछ आर्टिफिसियल, मतलब यो घाँसबाट। र यो एकदम यहाँ चाहिँ फोटो खिच्नको लागि बनाएको रहेछ, लहरा पहरा पुरा हैन झुमिरहेको, मतलब फोटोहरू खिच्नको लागि एकदमै राम्रो चिज यहाँ बनाइएको रहेछ भने। र अलिकति अगाडि हेर्नुहुन्छ सूर्यमुखी फूल, र सूर्यमुखी फूल पनि सायद प्लास्टिकहरुकै बनाएको होला सायद, तर देख्दाखेरि ठ्याक्कै सूर्यमुखी फूल जस्तै देखिन्छ। तर यो सूर्यमुखी फूल नै चाहिँ होइन, किनभने घाम लागेको अवस्थामा हैन यस्तो सूर्यमुखी फूल ल्याएर राख्यो भने फेरि पक्कै पनि सूर्यमुखी फूल ओइलिहाल्छ हैन। र यो सूर्यमुखी फूल होइन, तर सूर्यमुखी फूल जस्तै एकदम देख्नको लागि एकदम ठ्याक्कै। जसले चाहिँ सनफ्लावर भनेर चिन्नुहुन्छ, र सनफ्लावर चाहिँ के हो रहेछ भनेर लाग्छ भने यो चाहिँ सनफ्लावर, यानि कि नेपालीमा सूर्यमुखी फूल। सूर्यतिर यसको मुख फर्किने भएकोले सूर्यमुखी भनिएको। र यहाँ चाहिँ एकदम फूलको गेट जस्तै बनाएको रहेछ, यहाँ फोटो खिच्ने लागि बनाएको र तपाईँ देख्नुहुन्छ माथि लाइटिङको व्यवस्था नि एकदम राम्रो गरेको छ। र सुगाहरू, प्यारटहरू, यहाँ हर चिज बनाएको देख्न सकिन्छ। मेरो पछाडि मैले एकजना दाइ देखेर चाहिँ म उहाँलाई सोध्छु उहाँलाई कस्तो लाग्दैछ। मैले चाहिँ मेरो च्यानलको नाम गोर्खा आवाज ब्लग्स भनेको थिएँ र गोर्खाबारे उहाँले आफ्नो टिप्पणी यसरी राख्नु हुँदैछ। हाम्रो पनि पश्चिम जाँदैछ त्यहाँ देवर बिस्कलीबाट हाम्रो तिनवटा जान्छ हल्दुरोडमा हुन्छ। हरियाणा भवन के रे कुशल भाइ? अब नेक्स्ट सन्डे चाहिँ हाम्रो मिटिङ छ होइन। अब नेक्स्ट सन्डे मिटिङ आउने अलिकति के आयो होइन, नेक्स्ट डेलिभेटले हामी चाहिँ अब जति सक्ने होइन, जो हुन्छ हाम्रो परम्परा खानापिना के छ जो नेपाली दाजुभाइ हुनुहुन्छ, जसलाई चाहिँ अब केही दुःख परेको छ, केही चाहिँ तपाईँ अप्ठ्यारोमा हुनुहुन्छ, केही चाहिँ गर्न सक्नुहुन्न, त्यसलाई चाहिँ हामीले हेल्प गर्नुपर्छ। चाहे तपाईँले हजुर पेठारी म बाहुन हो अन्त गैरी भन्छन्, गैरी भने चाहिँ यहाँ थाहा होइन। म नेपालको बुटोल पाल्पा भनेपछि विष्णु गैरी भनेपछि सबै छन्। तर हाम्रो के चाहना छ भने जसलाई दुःख पर्छन् हामीले 2 रुपियाँ होस्
10 रुपियाँ होस् जति होस् हामीले हेल्प गर्नुपर्छ होइन। अब तपाईँले अब 1000 गर्नु 2000 गर्नु लाख गर्नु त्यो तपाईँ आफ्नो मान्छे हो। तर चाहिँ यहाँ विदेशमा आएर हामीले यति चाहिँ गरिएछ तर हेल्प चाहिँ सबैले गर्नुपर्छ भन्छ। यहाँका मान्छेले अब के भन्यो भन्नु मिल्दैन होइन। हामी नेपाली भनेको एकजुट एक आवाज एक गोर्खा भन्ने चाहिँ आउँछु म दिन्छु। आप लोग यहाँ मेला देखने के आए? नहीं क्या है बताए सबकी हेल्थ कैसा लगा आपको यहाँ? ठीक ठाक है, उतना खास नहीं। आपका नाम है जी? मेरा शुभ नाम शिरीन। श्री आपका? तो अच्छा लगा आपको? आपको कहाँ से देख सकते हैं? हम तो देख सकते हैं गोरखा आवाज गोरखा न्यूज है। गोर्खा आवाज गोरखा न्यूज है। आप यहाँ क्या करते हैं? हम ये मतलब एक्चुअली हम सेफ है इसलिए हम चैनल भी चलाते हैं। अच्छा लगा आपको? ये देखिए ये अच्छा लगा आपको? ये देखिए ये नो ये अनुजा गोरखा न्यूज गोरखा गोरखा न्यूज आवाज गोरखा आवाज किसका आवाज? गोरखा आवाज। ओह यार ये कितनी औसम है यार। आजको हाम्रो चाहिँ अब मेरो बुढी होइन मेरो चाहिँ सबै साथीहरू अनि चाहिँ एकदम सिधा है हाम्रो पनि हेल्प अलिक यता 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 साइड हजुर, अहिले नयाँ खोलेको गोर्खामा हेर्छु। फ्यानगर गोर्खा वाइल्ड फ्यान अँ, त्यो पनि हाम्रै साथीभाइले खोलेको थियो। तपाईँ चाहिँ कहाँबाट? नेपालबाट। हामी नेपाल म बुटोलबाट आसामबाट। उहाँ आसामको आसाम हुनुहुन्छ। गुवाहाटी त्यसको। हामी पनि गुवाहाटीको हाम्रो निकासी हामी त्यसको। निकासी बाक्सा म बाक्साबाट हो, म वेस्ट बेङ्गलबाट, म कोक्राझारबाट। तपाईँको शुभ नाम? अहिले त्यसमा लागेको मेरो नाम प्रियम पाण्डे। गोर्खा अनलाइन भन्ने गोर्खा वाइड ओदालगुडी हो। हामीले जम्मैले हेल्प हाम्रो एउटा ग्रुप डान्स पनि छ। यो गोर्खाको फाङ्सनमा। गोर्खा सेप्टेम्बर 30 को फाङ्सनमा। होइन तपाईँको बम्बईमा पनि छ दिल्लीमा पनि छ पन्जाबमा पनि छ। अब त्यो कुन गोर्खा हो? नेपाली त अब यस्तो हो नेपाली भनेपछि अल इन्डियामा नेपाली छ सबै गोर्खा। अब बम्बईको गोर्खा पनि छ अब बेङ्गलोरको पनि छ। बेङ्गलोरमा त स्ट्यान्डिङ भएको गोर्खा भनेको अगाडि बढ्ने के हो पहिला जनशक्ति फाउन्डेसन थियो त्यसो भने हामीले धेरै चिज गरियो। अब यसमा पनि हामीले चाहिँ गर्दैछौँ होइन। र दर्शकबिन भिडियो गर्दा गर्दै भिडियो थोरै लामो भयो किनभने यहाँ गोर्खाको आवाज गोर्खा नाम सुन्ने बित्तिकै यहाँ होइन यहाँ धेरै हाम्रो नेपाली दाजुभाइहरू पुरै एक्साइटेड हुनुभयो र गोर्खाको नाममा आफ्नो मनमा लागेको टिका टिप्पणीहरू होइन एउटा गोर्खाली भएकोमा गर्व गर्दै होइन उहाँहरूले आफ्ना मनका धेरै कुराहरू राख्नुभयो र हुन पनि हो गोर्खाली हुनु नै एउटा शान हो होइन। अब गोर्खाली भनेपछि अब विश्वयुद्ध हल्लाउने एउटा हाम्रो गोर्खा दाजुभाइहरू होइन र हामी पनि गोर्खाली र हामी सबैले गोर्खाली भएकोमा गर्व गर्नुपर्छ। र तपाईँले मेलामा जे जस्तो देख्नुभयो मेलामा मैले तपाईँलाई जे देखाउन सकेँ जे जस्तो मैले देखेँ तपाईँलाई मैले देखाएँ र म तपाईँहरूलाई के भन्छु भने मेरो यो भ्लग्सको नाम चाहिँ गोर्खा आवाज हो र उहाँहरूले चाहिँ लागेको रहेछ म मिडियाबाट हो भनेर। तर म मिडियाबाट होइन म आफ्नै मेरो पर्सनल भ्लग्स हो मेरो नाम मात्रै गोर्खा आवाज हो। मलाई मन परेर मैले गोर्खा आवाज राखेको। तर तपाईँले मलाई मिडिया नसोच्नु होला किनभने मेरो एउटा सिर्फ एउटा भ्लग हो। म एउटा कन्टेन्ट क्रिएटर हुँ म मिडिया होइन। र यति भन्दै म मेरो 2 शब्द यहीँ राख्न चाहन्छु र फेरि आउनेछु अर्को नयाँ भिडियो लिएर। तबसम्मको लागि
बिदा चाहन्छु र तपाईँहरूले मेरो भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै 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 धन्यवाद। आउनेछु अर्को भिडियो योभन्दा नि मजेदार अर्को भिडियो ब्लग्स लिएर, तबसम्मको लागि बाई।